हेलो एभ्रिवान, नमस्कार है सबैजनालाई। हामी चाहिँ आज दाङबाट रोल्पातिर जाँदैछौँ र काम गरेर काम एकदमै थियो होइन। काम गर्दा गर्दा गरियो र अहिले लगभग 4 पनि बज्न आँटिसकेको छ। रोल्पा हामी लगभग साँझ राति नै पुग्छौँ होला र अब चाहिँ हाम्रो सबै काम सिद्धिसक्यो है, सबै काम सिद्धिसक्यो। अब चाहिँ हिँड्न मात्र बाँकी छ। हामी चाहिँ अहिले हाम्रो दार्जिलिङ बुझ्नु हुनुहुन्छ दार्जिलिङ सर र म चाहिँ यहाँदेखि गइरहेको छु। अब लखन पार्कसम्म जान्छु र लखन पार्क एकजनालाई रिसिभ गरेर हामी डाइरेक्ट रोल्पातिर हिँड्नेछौँ। तपाईँलाई हाम्रो रोल्पाको भ्यू सर देखाउँछु। एकदम मनोरञ्जन लिनु होला है त, यही भन्न चाहन्छु। ल लेट्स सी। लखन पार्कमा एकदमै होइन, तपाईँले चाहिँ यहाँ खिच्नु आउँछन्, गफ गर्छन्, जान्छन्। ल हामी चाहिँ अब बस पार्कबाट हिँडिसक्यौँ है, सबै कामहरू सकिसक्यो होइन। अब चाहिँ केही काम छैन बाटोमा, सरर जाने बाटो छ, तर एकदमै गाह्रो पनि छ है, किनकि धुलो एकदमै छ र बाटो पनि अफरोड भएको कारणले यहाँदेखि दाङदेखि होलेरी जाने सुन्दा चाहिँ एकदमै गाह्रो छ। तपाईँहरूलाई हामी होलेरीको दाङको 2 खुलीदेखि होलेरीसम्मको बाटोको अवस्था देखाउँछु, कस्तो छ हेर्नु होला। र त्यहाँको बाटोको सुधारको निम्ति के गर्नु पर्ला त्यो पनि तपाईँहरूले कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। यो चाहिँ एकदम राम्रो छ। यसको स्पेस एरिया चाहिँ एकदम ठुलो छ। यो जुन रुखहरू देखिराख्नु भएको छ, यो रुखहरू सबै चाहिँ आँपको रुख हो। यहाँ चाहिँ वर्षमा लगभग वार्षिक आँप मार्नु मात्रै 14 लाख आँपका देखिन्छ। जुन एरिया छ दार्जिलिङ जिल्लाको, त्यो सम्पूर्ण एरियामा आँपको रुख मात्र छ। र यहाँ चाहिँ आँपको टेक्कामा लगेर तराईमा चाहिँ आँप एकदम सबै ठाउँमा अब एक फुर्सद पान्न क्या। अनि दार्जिलिङ सर तपाईँलाई एकदम तपाईँ घोराइ चाहने बस्नु होइन। घोराइको वातावरण, घोराइको अवस्था र रोल्पा र घोराइमा चाहिँ डिफ्रेन्ट के छ त्यो भनिदिनु पऱ्यो। रोल्पामा चाहिँ त्यो हावापानी त ठिक छ होइन। यहाँ चाहिँ अब त बहुत गर्मी छ होइन। घोराइ चाहिँ चलफल बजारको हिसाबले एकदम राम्रो छ होइन। हजुर एकदम रमाइलो छ। सबै सुविधा यहाँ घोराइमा छ, तर रोल्पा चाहिँ रोल्पा नै हो, किनभने पानीको हावापानीको हिसाबले अनि गाउँ समाज एकदम क्लोज हुन्छ। यहाँ चाहिँ एउटा घरमा केही भयो अर्को घरलाई त्यो चाहिँ थाहा हुन्छ कि यस्तो हुन्छ। जे गरे पनि आफ्नो जन्मभूमि आफ्नो ठाउँ चाहिँ बिर्सनु हुन्न। जहाँ बसे पनि आफ्नो ठाउँलाई चाहिँ छोड्नु हुँदैन। के छ है, हामी चाहिँ अब एकदम रमाइलो तरिकाले बिस्तारै जाँदैछौँ रोल्पा। घोराएको चाहिँ 3-4 दिन भइसक्यो। यहाँ चाहिँ काम गर्दा गर्दा चाहिँ बसियो टिकाले। अब चाहिँ हामी ठ्याक्कै बगाले आइपुग्नु लागि। बगाले यो ठाउँलाई चाहिँ बगाले भनिन्छ। र यहाँ चाहिँ यो तलको जुन एरिया छ नि सर, योमा चाहिँ तरकारी खेती एकदमै हुन्छ। घोराइको सबैभन्दा तरकारी खेती हुने यो जुन तलको एरिया हो, योमा चाहिँ एकदम तरकारी खेती हुन्छ। खोलाको छेउमा पनि छ, त्यहाँ चाहिँ तरकारी पनि एकदमै हुन्छ। तराईमा चाहिँ तरकारी सुनसुकै अन्नबाली फलाउनु पनि एकदम सजिलो। त्यही भएकाले चाहिँ यहाँ चाहिँ तरकारी र अन्य खाद्य हिँड्नको लागि एकदमै मुख्य एरिया मानिन्छ है। ल फाइनल्ली है हामी चाहिँ 1 घन्टा लगभग 1 घन्टामा दाङदेखि होलेरी आइयो।
दाङको सिमाना र रोल्पाको सिमानामा आइयो। यहाँ चाहिँ मौसम एकदमै अलि चिसो छ है, चिसो छ। दाङमा चाहिँ गर्मी थियो, यहाँ चाहिँ चिसो छ। अब कोट लगाउनु पर्ने हुन्छ र मौसम पनि एकदमै बादल गरे जस्तो कालो गरेछ होइन। अब पानी आउला आउला जस्तो पनि गरेछ र त्यो चाहिँ ठ्याक्क शहीद मार्गको बाटो हो। त्यसपछि सुक्खायाममा चाहिँ एकदमै पानी आउन्न, त्यही भएर चाहिँ धुलो एकदमै हुन्छ। अहिले चाहिँ लाएर भ्यू, पहाडको भ्यू होइन। हामी तपाईँलाई होलेरीबाट सिस्ने हिमालको हिउँ परेको भ्यू पनि देखाउनेछ। अस्ति जुन रोल्पामा गाडी एक्सिडेन्ट भएको थियो त्यो ठाउँ चाहिँ यहीँ है। गाडी चाहिँ तर यहाँ गएर अड्डा थियो। गाडीको अवस्था एकदमै नाजुक छ, तर बाटो पनि त्यति अप्ठ्यारो छैन होइन, एकदमै सिधा छ। अप्ठ्यारो बाटो नै छैन। यदि घुम्ती हुन्थ्यो, मोड हुन्थ्यो भने गाडी पल्टेको जस्तो हुन्थ्यो, तर गाडी केही बाटो केही अप्ठ्यारै छैन क्या। तर यहाँदेखि स्वात्त लाएर गाडी गएको छ। त्यही भएर गाडी चलाउने जति पनि गुरुहरू हुनुहुन्छ उहाँले चाहिँ अब एकदमै ध्यान दिएर चलाउनु पर्छ। र फाइनल्ली है हामी चाहिँ होलेरी आइपुग्यो। होलेरी चाहिँ एकदमै घाम गरिरहेको छ, तर पनि यहाँ चिसो छ, एकदमै चिसो छ। र सनसेट हेर्न सक्नुहुन्छ, क्या बवाल छ सबको बादल लागेको बेला होइन। यहाँको मौसम चाहिँ एकदमै राम्रो छ, तर जुन साँझपख यहाँ एकदमै चिसो हुन्छ। अलिक तातो लुगा लगाउनु पर्छ। पारी चाहिँ हाम्रो जुन जनआन्दोलन माओवादीले 2052 सालदेखि गरेको जनआन्दोलन थियो, त्यसलाई लक्षित गर्दै चित्र बनाएको छ। म त्यो तपाईँहरूलाई देखाउँदैछु। एकदमै राम्रो बनाउनु भएको छ। त्यो आर्टिस्ट हुन्छ होइन, त्यसलाई एकदमै राम्रो बनाउनु भएको छ। उद्योग स्थल चाहिँ होलेरीले मान्ने गरेको छ, त्यही भएर पुलिस जस्तै, आर्मी जस्तै टक्क लगाएर बनाएको छ होइन। यस्तो मजाको छ क्या, एकदमै रोल्पा भनेपछि गर्व गर्ने ठाउँ तपाईँहरूले थाहा पनि पाउनुहुन्छ होला। र लास्ट तपाईँ हेर्नुहोस्, होलेरीको टक्क लगाएर भ्यू। हेलो, गुड मर्निङ सबैजनालाई। हामी चाहिँ अहिले ठ्याक्क दाङदेखि हिजो आइयो होइन। हिजो राति परिहाल्यो, उता बागमारा जाने भएन। र अहिले चाहिँ हामी ठ्याक्क हान्डिङमा छौँ। हान्डिङबाट चाहिँ बिहानको मर्निङ भ्यू यस्तो बवाल देखिँदो रहेछ कि आजकल चिसो पनि गरेको छ होइन, हल्का हिउँ पनि परेको छ। तपाईँले देख्न सक्नुहुन्छ उताको सिस्ने हिमालको भ्यू। म तपाईँलाई देखाउँछु है त। क्या बवाल भ्यू छ यार। आजकल नै हिउँ परेर लगभग वैशाख लाग्न लागिसक्यो, तर पनि हिउँ अझै छ है, देख्न सक्नुहुन्छ। यस्तो छ। ल हामी अब चाहिँ हामी जानुपर्ने हुन्छ। गाडी पुरा स्टार्ट भइरहेको छ पारी। र एकदमै हिजो चिसो पनि धेरै भयो र
जान सकिएन राति धेरै भएको कारणले। अब चाहिँ हामी जान्छौँ यहाँदेखि। अब चाहिँ लगभग 2 घन्टामा चाहिँ हामी बाघमारा पुग्छौँ होला। र माथि छतमा एउटा पाइप छ, यो पाइपलाई समातेर जानुपर्ने हुन्छ। म चाहिँ अर्जुन गुरु चाहिँ उठिसक्नु भएको छ। ल गुड मर्निङ है सर। अब जाउँ होइन। ल फाइनल्ली आज बिहान लगभग 8 बजी चाहिँ हामी बाघमारा आइपुग्यौँ है। यात्रा एकदम रमाइलो भयो। बिचमा अब सामानहरू झार्नु थियो, यताउता गर्नु थियो, ढिला पनि भयो होइन। हिजै आइपुग्ने थियो हामी चाहिँ, तर केही कारणवश हामी हिजो उता बस्यौँ र आज चाहिँ बाघमारा आइपुग्यो। अब यहाँ टक्क बाघमारामा सामानहरू झार्नु छ। तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो, भिडियो अन्तिमसम्म हेरेकोमा सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। र नेक्स्ट भिडियो फेरि आउनेछ, प्रतीक्षामा बस्नु होला।